जय मसी तथा स्वागत छ कार्यक्रम डियो टक्समा। म निगम सुन्दास। दर्शकबिन आज हामी फेरि पनि यो दार्जिलिङको भुलजोत भन्ने ठाउँमा रहेका छौँ। विशेष गरी आज म त्यस्तो व्यक्तिसँग कुराकानी भलाकुसारी गर्न गइरहेको छु। उहाँ हुनुहुन्छ पास्टर पिटर। आउनुहोस्, उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौँ। पास्टर जय मसी। जय मसी। कस्तो हुनुहुन्छ? म एकदमै ठिकै छु, राम्रो छु, कुशलतासल छु अहिलेसम्म। प्रभुको कृपाले उहाँको राज्यको काम गर्न, उहाँको सेवकाईमा प्रभुले मलाई लगनशील बनाइराख्नु भएको छ अहिलेसम्म, र सबै कुरोमा ठिकै छु भन्नुभयो। म अहिलेसम्म चाहिँ हजुर यो सेवकाईमा आउनुभन्दा अगाडि के गर्नुहुन्थ्यो? म सेवकाईमा आउनुभन्दा अगाडि चाहिँ म एउटा सिम्पल एउटा खेती किसान गर्ने एउटा व्यक्ति थिएँ है। अनि खेती किसान गर्थ्यौँ, अनि बुबा आमाहरू पनि खेती किसानै गर्नुहुन्थ्यो, अनि हामी पनि खेती किसान, बाबा आमाले खेती किसान गर्ने नै म त उसमा हामीलाई डोर्याउनु भयो। अनि त्यस्तै गर्दै आएका थियौँ हामी खासमा त त्यतिखेर चाहिँ। त्यसपछि हजुरले प्रभुलाई चाहिँ कहिले पाउनु? मैले प्रभु यीशु ख्रिस्टलाई मैले पाएको, मैले उहाँलाई चिन्न सकेको चाहिँ खास मात्रामा 1985 को मैले नोभेम्बर महिनाको 10 तारिकमा प्रभु यीशु ख्रिस्टलाई मेरो मुक्तिदाता भनेर मैले पिता र पुत्र पवित्र आत्माको नाउँमा ब्याप्टिस्ममा लिएको। एकजना पास्टर हुनुहुन्थ्यो, उहाँ चाहिँ नागा पास्टर पुखो भन्ने उहाँको नाम हो है। अनि उहाँले नै मलाई र साथै मेरो परिवार, मेरो श्रीमती लगाइकन, त्यतिखेर त नानी बालकहरू सबै सानै थिए, मेरो नानीहरू मसिनै थिए, 2टा नानीहरू थिए। तर हामी 2जना श्रीमान र श्रीमती 2जनालाई चाहिँ हामीलाई एउटा गाउँ थियो, एउटा एकदमै अधेक गाउँ भनौँ, त्यहाँनिर चाहिँ एउटा जङ्गल थियो, मानिसहरू कम्ती मात्रामा बसेको ठाउँमा एउटा मणिपुर भन्ने ठाउँको एउटा इराङ लङ्का भन्ने गाउँमा मैले चाहिँ प्रभु यीशु ख्रिस्टलाई 1985 को नोभेम्बर महिनाको 10 तारिकमा पिता पुत्र पवित्र आत्माको नाउँमा मैले ब्याप्टिस्म भएको है। 1985 मा मैले प्रभु पाएको। र अनि त्यहाँदेखि बिचमा जब म प्रभु पाएँ, तर त्यो समयमा मैले सङ्गति भन्ने कुरो त्यति खास मात्रामा मैले पाउन सकिनँ। हामी एउटा गाउँमा थियौँ, जङ्गलमा थियौँ। अनि जसले हामीलाई प्रभु चिनाएको थियो, जसले मलाई एकजना पास्टर थोमस एभान्जेलिस्ट हुनुहुन्थ्यो खास त्यो समयमा चाहिँ, उहाँ पनि, अनि थोमस ज्यू सुब्बा हुनुहुन्थ्यो लिम्बू। अनि उहाँले हामीलाई सुसमाचार सुनाउनु भयो। अनि सुसमाचार सुनाउँदा चाहिँ प्रभुलाई विश्वास गरियो। अनि गरेपछि उहाँले पनि टाढो भएकोले गर्दा हामीलाई सङ्गतिमा डोर्याउन धेरै कठिन पर्यो। अनि हामी त्यस्तै एउटा नर्मल एउटा साधारण विश्वासी भएर जिउँ, तर प्रभुमा भित्री गहिरीमा चाहिँ म पस्न सकेको थिइनँ। हेर्नुहोस् है, त्यत्रो म घुस्न सकेको थिइनँ। अनि म विश्वासी चाहिँ भएको थिएँ, जयमसी चाहिँ गर्थेँ, म एउटा क्रिस्चियन भएको थिएँ। मैले सोच्थेँ कि म अब चाहिँ क्रिस्चियन एउटा धर्म नै मैले परिवर्तन गरेको जस्तो मात्रै भएको थियो त्यो समयमा चाहिँ। अनि त्यसको बादमा म धेरै दिन त्यसै गर्दै गरेँ, ठाउँ ठाउँमा गएको समयमा चर्चहरू सङ्गतिहरू गर्ने। मेरो स्थानीय चर्च भन्ने पनि त्यतिखेर थिएन हो। जब अनि म एउटा ओखरोल डिस्ट्रिक्ट भन्ने ठाउँमा जब म आएँ, त्यहाँ पनि एउटा आफ्नो व्यवसाय लिएर म कमाई खानुलाई एउटा हाजिरापात गरेर कमाउनलाई मेरो परिवार छोराछोरी लिएर आएको थिएँ। अनि त्यहाँ बस्दाखेरि मैले चाहिँ अनि प्रभुलाई फेरि पनि मैले राम्रोसँगले एकजना व्यक्तिबाट मैले प्रभु यीशु ख्रिस्टलाई अझ नजिकबाट चिन्ने अवसर पाएँ है। कसरी पाएँ भन्नुहुन्छ भने, त्यहाँनिर म व्यवसाय काम गर्दै बसेको थिएँ। अनि एकजना कविन्द्र राज सुब्बा भन्ने चाहिँ एकजना भाइ आउनुभयो मेरो घरमा। ऊ चाहिँ यही नेपालकै बिर्तामोडकै हुनुहुन्थ्यो, कविन्द्र राज सुब्बा। अनि उहाँ आउनुभयो र उहाँले मलाई जब यसरी भेट गर्नुभयो, अनि भेट गरेपछि म त्यतिखेर चाहिँ एउटा किसिमको मान्छे थिएँ। कस्तो थिएँ भने संसारकै ढाँचामा भएको, संसारिक ढाँचाकै क्रिस्चियन चाहिँ हो, तर क्रिस्चियनको मेरो किसिमको चरित्र भन्ने कुरो चाहिँ म कसैलाई देखाउँदैन थिएँ है। एउटा संसारकै मान्छे जस्तो थिएँ। अनि उहाँले आएर मलाई जयमसी गर्नुभयो। अनि जयमसी गरेँ। उसले कसैले चिनाइदिएको चाहिँ विश्वासी हो भनिदिएको रहेछ। अनि जयमसी गरेँ, अनि बस्नुभयो। अनि त्यो दिन एउटा विश्वासीको नाताले मेरो घरमै मैले उहाँलाई बास दिएँ, बस्नुभयो। अनि बेलुका अनि उहाँले मलाई यसरी सोध्नुभयो
दाजु तपाईँ विश्वासी हुनुहुन्छ भनेर सोध्नुभयो। विश्वासी हो भने। अनि फेरि पनि सोध्नुभयो के साँच्चै तपाईँ विश्वासी हो भनेर सोध्नुभयो। विश्वासी हो नि, म किन विश्वासी हुँ भने। अनि फेरि पनि मलाई 3 चोटि विश्वासी हो तपाईँ भनेर सोधेपछि मलाई एउटा अप्ठ्यारो भयो। अनि मलाई तपाईँले कस्तो प्रश्न गर्नुभएको, म विश्वासी हुँ भनेपछि भइगयो नि त भनेर भने। होइन, तपाईँलाई एउटा कुरो, केही कुराहरू मैले तपाईँलाई एउटा विशेष चुनौती देखाउन चाहेको छु भनेर भन्नुभयो। अनि त्यसो भएदेखि तपाईँ अहिले तपाईँको विश्वासअनुसारले तपाईँ ख्रिस्टमा तपाईँ आज मर्नुभयो भने के उद्धार पाउनुहुन्छ, तपाईँ स्वर्ग जानुहुन्छ भनेर सोध्नुभयो। अनि मलाई धेरै अप्ठ्यारो पर्यो। अब मेरो जीवन चाहिँ अर्कै ढङ्गले जिएको जीवन थियो होइन। अनि मलाई धेरै अप्ठ्यारो परिरहेको थियो। अनि मैले कसो भनौँ, के भनौँ, जान्छु भनौँ कि जान्न भनौँ कि, अनि मलाई भयो। तर बाइबलले त भन्छ अब कतिवटा कुरामा प्रभु यीशु ख्रिस्टको अनुसारको जीवन जिएन भने त स्वर्ग पनि जान सकिँदैन होइन। अनि नयाँ जीवन पाइएको छैन भने अब जब बाइबलले यसरी भनिएको छ, सुसमाचार यूहन्नाको 3 अध्यायको 3 पददेखि पढेर लग्यो भनेदेखि त्यहाँ जसले यीशु ख्रिस्टमा नयाँ जीवन पाएको छैन उसले स्वर्गको राज्य देख्न सक्दैन या स्वर्गको राज्यमा पस्न सक्दैन भनेर 5 पदसम्म यी कुराहरू भनिएको छ। अनि मलाई त्यो कुराले सताउँदै गर्दा मेरो जीवन चाहिँ एकदमै त्यति खास जीवन नभएकोले गर्दाखेरि मैले चाहिँ अनि कठिन परेर पनि मैले फेरि उहाँलाई भन्दै थिएँ कि होइन, म विश्वासी हुँ, म मऱ्यो भने स्वर्ग जान्छु नि भनेर मैले यही कुरो भने। ए ठिक छ, बहुत खुसी लाग्यो दाजु तपाईँले भनेको गवाही, तपाईँले भन्नुभएको तपाईँको कमिटमेन्टको लागि धेरै खुसी लाग्यो भनेर उहाँ भन्नुभयो। तर म एउटा कुरो तपाईँलाई फेरि पनि अर्को भन्छु ल भन्नुभयो। अनि हजुर तपाईँले के भन्नुहुन्छ त भनेर भन्नुभयो। मैले उहाँले भन्नुभयो ठिक छ, तपाईँ त स्वर्ग जानुहुन्छ, तर तपाईँका यहाँ छेउमा भएका यो त घर मालिक भयो अनि तलतिर ओरतिर परतिरका मानिसहरू चाहिँ यिनीहरू चाहिँ को लागि तपाईँ के सोच्नु हुँदैछ, के विचार गर्नुभएको छ भनेर उहाँले भन्नुभयो। अनि त्यसो भनेपछि त मलाई त त्यो कुरा त भन्दा अब यिनीहरूको लागि त मैले त के भन्नु र, म के जान्दछु र यिनीहरूको लागि त अब के गर्छन्, अनि यिनीहरूको लागि त मैले केही सोचेको छुइनँ भने। त्यसो भएदेखि तपाईँ उद्धार पाउनुभयो, तपाईँ स्वर्ग जानुहुन्छ, तर यिनीहरूको लागि तपाईँ यिनीहरू नर्क गयो भने चाहिँ यिनीहरू चाहिँ नरकमा जानु पर्यो भने के गर्नुहुन्छ त भन्दा अब तिनीहरूको लागि त म रिस्क छैन, म त उनीहरू कता जान्छन् के गर्छन् मलाई थाहा छैन। तर भनेपछि अनि बाइबलले यसरी भन्दछ इजकेलको पुस्तकले, अगर कोही व्यक्तिले यीशु ख्रिस्टलाई नजानिकन सुसमाचार नसुनिकन अगर त्यो व्यक्ति मर्यो भने त्यसको लेखा तपाईँले दिनुपर्छ भन्नेको छ भनेर मलाई यो कुरो भन्नुभयो। अनि मलाई धेरै अप्ठ्यारो परे, मलाई गाह्रो पर्यो त्यो कुरालाई बुझ्न। अनि र पनि मैले कोसिस गरेँ। अनि उहाँले भन्नुभयो अब दादा तपाईँले अब जो जीवन आजसम्म तपाईँले नबुझिकन जिउनु भएको थियो, तर अब तपाईँलाई यो ठाउँको लागि तपाईँलाई रिस्पोन्सिबल तपाईँलाई जिम्मेवारी दिएको छ, यो जिम्मेवारी काम तपाईँले गर्नुपर्छ तपाईँले भन्नुभयो उहाँले। हेर्नुहोस् है। अनि मैले भने कसरी गर्नु र, म त पास्टर पनि होइन, म एभान्जेलिस्ट पनि होइन, मैले त बाइबल पनि पढ्न जान्दिनँ, म पढाइ लेखाइ पनि म भएको व्यक्ति पनि होइन। मैले यसरी भन्न थालेँ होइन, तपाईँसँग प्रभु साथमा हुनुहुन्छ, सबै कुरो प्रभुले गर्नुहुन्छ, तर तपाईँ म छु भनेर तपाईँ उभिनु चाहिँ पर्छ भनेर भन्नुभयो है। त ठिक छ भने। अनि उहाँले मलाई 1-2 दिन अनि त्यहीबाट उहाँ नै भएर मेरै एकजनाको उसमा क्वार्टरमा हामी 3 जना व्यक्ति भएर सङ्गति प्रार्थना थाल्यौँ त्यहाँ। अनि प्रार्थना गर्न थाल्यौँ र अनि प्रार्थना गरेर केही दिन पछाडि 2-4 दिन पछाडि मलाई उहाँले बडा एउटा ठुलो आशिषका कुराहरू ढोका खोलिदिनु भयो। तपाईँ दाजु अब तपाईँ यस ठाउँमा परमेश्वरले तपाईँलाई बोलावट छ, अब तपाईँ छोटो तालिम गर्नुहोस्। अनि मैले भने मैले त पढेको छुइनँ, म केही जान्दिनँ त होइन, जान्नु पर्दैन धेरै, तपाईँ थोरै मात्रामा बाइबल नेपाली पढ्न जान्नुहुन्छ, सिकेको छ नि तपाईँ भइहाल्छ भने। अनि ल त भनेर उहाँले मलाई च्यानल बनाएर मणिपुर उखरुल भन्ने ठाउँबाट चाहिँ मलाई यहाँ सिलगढी सिकाउमा मलाई चाहिँ यहाँनिर ट्रेनिङमा पठाइदिने योजना गरिदिनु भयो। अनि म धेरै दुःखकै परिवार थियो र जीवन परिवर्तन भएको थिएन होइन। म त्यतिखेरसम्म दारू पिइरहन्थेँ, रक्सी खाइरहन्थेँ होइन, म शान्ति थिएन। मैले खानुपर्ने कुराहरू चाहिँ ड्रग निसाहरू भन्ने चाहिँ सबै नै कुराहरू मेरो जीवनमा प्रयोग गरेको। क्रिस्चियन भएर पनि मैले जीवनमा
मेरो जीवन चाहिँ परिवर्तन भएको थिएन। सिम्पल म यति नै जानेको थिएँ। मैले पहिला मन्दिरहरू पाठ पूजाहरू गर्थेँ, कुनै देवीहरूलाई कुनै मूर्तिहरूमा झुक्थेँ, तर त्यही मूर्तिहरू चाहिँ झुकेको थिएँ, त्यो मात्रै छोडेको थिएँ। तर संसारको जीवन चाहिँ कतिवटा कुरा चाहिँ मेरो जीवनमा परिवर्तन चाहिँ भएको थिएन। अनि त्यस कारणले गर्दाखेरि अब के गरेँ भनेदेखि हिँड्ने बेलासम्म पनि हिँड्ने दिनसम्म भोलि म तालिममा निस्किनु पर्ने छ बेलुका, अनि भोलि निस्किनु पर्ने थियो। अनि मैले के गरेँ भने रम एक बोतल ल्याएँ, अनि एक बोतल रम ल्याएँ, अनि त्यहाँदेखि मासु ल्याएँ, अनि मासु ल्याएर पकाएर अब भोलि तालिम निस्किँदैछु, म त ट्रेनिङ जाँदैछु होइन, आज चाहिँ अन्तिम खाएर निस्किन्छु भनेर हो। अनि मैले चाहिँ त्यो बनाएको कुरा चाहिँ मैले चाहिँ अनि मेरो श्रीमती म दुईजना हो, दुईजनाले बसेर खायौँ। खाँदै लौँ 10 बजीसम्म खाएपछि चाहिँ अलिकति केही मात्रामा उब्रियो। अनि त्यो उब्रिएको चाहिँ म धर्खरिँदै गरेर त्यो बोतल, त्यो गिलास, त्यो रम बचेको सबै नै आजदेखि चाहिँ म त्याग गरेँ है भनेर अनि लगेर फिलाएँ। भोलिपल्ट म त्यहाँबाट घरबाट निस्केँ, तालिम आएँ। तालिम आउने बेलामा पनि घरबाट अब के हेर्नुहोस् है, निसा भन्ने कुरो, निसा एउटा रक्सी, त्यो रम त मैले खान्न भनेर म त्यहाँ छोडेर आएँ। तर फेरि पनि मैले एउटा कुरो चाहिँ के लिएर आएँ भने उहाँबाट एउटा मैले उहाँ नोटिसमा पाइन्थ्यो राजा खैनी भन्नेको यति लामो पत्तै हुन्थ्यो, 12वटा त्यसमा पत्ती यत्रो टुक्रा हुन्थ्यो, त्यसमा चाहिँ भित्र के अरे सुर्ती माडेर हालेको हुन्छ त्यसमा। अनि त्यो खैनी चाहिँ मैले खानुपर्छ भनेर मैले 2 पत्ता चाहिँ किनेर ट्रेनिङ सेन्टरमै लुकेर भए पनि खान्छु भनेर मैले त्यो बोकेँ, बेगमा हालेर लिएर चाहिँ अनि म आएर आउँदाखेरि त्यो म के अरे 1997 को नोभेम्बर महिनामा, यही अहिले नोभेम्बर भोलि त चल्दैछ, डिसेम्बरमा फर्केर गएको म। अनि नोभेम्बरको म 1 तारिक यहाँ तालिम केन्द्रमा आइपुग्नु पर्थ्यो। अनि आइपुग्दाखेरि मैले के गरेँ भने अनि त्यो लिएर आएर यहाँ आइपुगेँ। जब बेलुका हाम्रो जब त्यहाँनिर परिचय भयो, सबै कुरो भयो, त्यहाँनिर ओरिएन्टेसन भयो, ओरिएन्टेसनमा म मिलेँ, बातचित भयो। त्यहाँदेखि भोलिपल्टको पनि त्यत्तिकै सेवाकाई ट्रेनिङमा बसेँ। पर्सिपल्टको दिनमा मलाई त्यहाँ क्लास भयो, हाम्रो म्याडम सन्तोष सेवा हुनुहुन्थ्यो त्यहाँको डाइरेक्टरको श्रीमती, उहाँले क्लास लिनुभयो नयाँ जीवनको बारेमा। नयाँ जीवनको बारेमा लिँदाखेरि चाहिँ अनि त्यतिखेर मात्रै मैले अघि त बाथरुममा कहीँ टोइलेटमा गएर खैनी खाँदै थिएँ लुकिकन त्यही ट्रेनिङ सेन्टरभित्रै पनि। अनि त्यो त्यहाँ जब त्यो क्लास 2 दिन पछाडि क्लास लिँदाखेरि त्यतिखेर मात्रै मेरा चेतना खोल्यो कि हो मैले त यीशु ख्रिस्टसँग मैले पाएकै रहेनछु, यीशुसँग भेटै भएको रहन्छु। अनि त्यतिखेर मात्रै अनि मैले भने गुरुआमा मैले त मणिपुरबाट शैतानसँगै लिएर आएको छु त भनेर भनेपछि के हो त। अनि मैले गरेँ त्यो ऐको खैनीको पत्ता 2टै पत्ता त्यहाँ निकालेर थुपारिदिएँ। अनि थुपारिदिएपछि अनि उहाँले खुट्टाले टेक्न लाउनु भयो, प्रार्थना गर्न लाउनु भयो। अनि प्रार्थना गरेपछि मैले त्यो कुरा त्यहाँ आगो लाएर डढाइएपछि त्यो दिन अब मलाई बिहानको क्लासमा भएको थियो। अनि क्लासमा त्यो कुराहरू भएको थियो। अनि त्यो दिनैभरि मलाई त अब आत्माले थियो होला सायदबाट मलाई एकदमै रोइरहन मात्रै मन लाग्ने, मलाई शान्ति भएन। मैले प्रभुलाई पाएको रहेनछु, मैले यत्रो जीवन त मैले बर्बाद गरेको रहेछु होइन। 1985 मा प्रभु पाएको होइन, 85 देखि त्यत्रो बिचको अवधिको बिचको गेपमा चाहिँ म एउटा साधारण एउटा नामदारी क्रिस्चियन जीवन बिताएको रहेछु होइन। मलाई मेरो आत्मामा मलाई एकदम चिन्ता भयो, सतावट भयो। त्यहाँदेखि अनि मैले त्यो भएपछि अनि त्यत्तिकै रोएर गएँ। अनि बेलुका त्यस दिन राति मैले बाइबल छातीमा राखेँ अनि प्रभुलाई भने, अहिले पनि म ती कुराहरूलाई याद गर्छु। प्रभुलाई भने, प्रभु आजको जीवन जे जस्तो बिताए पनि मलाई क्षमा गरिदिनुहोस्, अन्जानमा थिएँ। तर अब रहेको जीवन चाहिँ म तपाईले चाहेको जस्तो म जीवन जिउँछु भनेर कमिटमेन्ट गरेँ। त्यस दिन प्रभु यीशुसँग मेरो इन्काउन्टर भयो हेर्नुहोस् हो, इन्काउन्टर भेट भयो। अनि मैले कमिटमेन्ट गरेँ खुसी। अनि त्यहाँदेखि मैले अनि प्रार्थना गरेँ। अनि त्यहाँदेखि म त्यहाँबाट निस्केर गइसकेपछि
ट्रेनिङ 1 महिनाको तालिम सकेँ अनि म जतिखेर एकान्त समयमा बस्थेँ म प्रभुले मलाई छुइरहेको मसँग प्रभु बोलिरहेको म सोच गर्दै लगेँ त्यहाँदेखि अनि म 1 महिनाको तालिम सकेर त्यहाँदेखि नि म त्यो ठाउँमा गएँ मलाई प्रभुले यसरी मलाई अगुवाई गर्नुभयो कि म त्यहाँ गएपछि एउटा जोस पनि भयो है अनि म त्यहाँबाट मिनिस्ट्री सुरु गरेँ 97 को त्यहाँ उयो भएपछि 98 सुरु लागि गयो होइन लागि गयो 98बाट चाहिँ मैले फेलोसिप एकदमै सुरुवात गरेर त्यो ठाउँमा निल जिरो थियो कोही क्रिस्चियन थिएनन् त्यहाँनिर जिरो गरेर मैले त्यहाँ सङ्गति सुरु भयो हामीबाट है त्यो भाइ पनि प्रार्थना गर्नु थियो त्यो त अब त्यहाँ बस पर्मानेन्ट थिएन गइहाल्थ्यौँ होइन तर भए पनि त्यो भएर हामी सङ्गति गर्दै गर्दै लगेर त्यो ठाउँमा धेरै सङ्कष्टको साथमा मैले प्रभुको सेवकाई गरेँ र गरेर त्यहाँदेखि अहिले पनि त्यहाँ सेवकाई मैले कमसेकम मैले 23 वर्ष त्यहाँनिर सेवकाई गरेको छु अनि त्यहाँ चर्चहरू चर्च भयङ्कर छ त्यो चर्च अहिले त्यहाँनिर ठुलो चर्च छ अहिले 200-300 जना मेम्बरहरू छन् अनि मैले जहाँ विश्वासी मैले आफ्नो चेला तयार गरेको थिएँ अनि त्यो चेलाले फेरि पनि अनि उसलाई त्यही ठाउँमा मैले तालिममा पठाएँ अनि तुलाराम सङ्ग्रौला भन्ने हुनुहुन्थ्यो अनि त्यो तुलाराम सङ्ग्रौलालाई अहिले ट्रेनिङ आउनुभयो सिक्नुभयो अनि सिकेर आएर अनि अहिले उहाँ चाहिँ फेरि पनि उहाँले त्यो ठाउँमा पास्टरी सेवकाई गर्नुहुन्छ अघि जो पास्टरनी आमा एकजना शान्ति भन्नुभयो उहाँको श्रीमती हुनुहुन्छ अनि अहिले गर्छ त्यसको अगाडि बिचमा अरू पास्टरहरूले पनि धेरैले गरे गर्न त बिचमा सेवकाई त तर भए पनि अहिलेको हुन्छ यसरी त्यहाँनिर सेवकाई अहिले भनौँ 23, 24, 25 गर्दाखेरि अहिले झन्डै 27 वर्ष अवधि भएछ त्यो चर्च स्थापित भएको अनि त्यहाँबाट ब्रान्च चर्चहरू धेरै तयारी गरियो अनि मलाई एउटा जोस थियो मैले कहीँ पनि मेरो जातिहरूबाट म लुक्दिनँ मेरो नेपाली जातिहरूलाई जहाँ देख्छु त्यहाँ पुरा सुसमाचार सुनाउँछु भन्ने मेरो दर्शन भयो अनि मेरो दर्शनसहित मैले त्यहाँ काम गर्न थालेँ अनि काम गर्न थालेपछि ठाउँमा सङ्गति फेलोसिपहरू ब्रान्च फेलोसिपहरू भयो कामजुङ भन्ने ठाउँमा ब्रान्च फेलोसिप बनाइयो अनि कचाई भन्नेमा भयो अनि फङ्ग्रै भन्ने पनि भयो है अनि अर्को ठाउँ यसरी तल फिस्कोनार भन्ने ठाउँमा पनि सङ्गतिहरू खोलिएको थियो कति ठाउँमा चाहिँ पर्मानेन्ट भयो कति ठाउँमा चाहिँ भएन किनभने उहाँहरू चाहिँ नेपालीहरू एकदमै बसेको स्थानीय ठाउँ नभएर होइन टेम्पोरेरी जग्गा भएकोले भएन तर भए पनि धेरै नै त्यहाँ सङ्ख्याहरू आत्माहरू अहिले पनि बाँचिरहेका छन् काम गरिरहेका छन् जसले चेलाहरू तयार भए धेरै चेलाहरू त्यहाँ तयार यसै त 10-12 जना चेलाहरू त्यहाँ तयार भए त्यहाँनिर हेर्नुहोस् त्यो मण्डलीमा अहिले पनि चेला तयार भइरहेका छन् धेरै परमेश्वरले अचम्मको काम गरिरहनु भएको छ तपाईँ त्यो चाहिँ नागाल्यान्डमा मणिपुरमा हजुर मणिपुरमा त्यो जग्गामा बसेर तपाईँले सेवा हजुर 23 वर्ष पास्टरी सेवा त्यता गर्नु चेलाहरू चर्च प्लान्टिङहरू चेलाहरू निर्माण गर्नु तयारी गर्नु त्यहाँबाट चाहिँ तपाईँ किन अनि यो जग्गामा अनि यो अब त्यो दोस्रो स्टेपमा आएपछि के भयो भनेदेखि अब त्यहाँबाट जब 2014मा म मेरो छोरा अनि मेरो बडले भने सबैले यतै सिलगढीतिर नेपालतिर जान्छन् बाबा हामी पनि जाउँ न हो यसो बुझेर हेरौँ भन्ने कुरो भयो अनि त्यसो भन्दाखेरि अनि हामी आयौँ हेर्न आउँदाखेरि मेरो दाइ एकजना अन्य जाति नै हुन्छ उहाँ चाहिँ विश्वासी हुनुहुन्न पानट्याङ्की बजारमा हुनुहुन्छ अनि त्यहाँ उहाँले यो ठाउँमा यहाँ जग्गा हेर्नलाई जाउँ न भनेर लिएर आउनुभयो अनि 2014 को कुरो है यो चाहिँ अनि 14 को कुरो हो अनि यहाँ आयौँ र आएर घुमेर फर्केर यो बाटोमा जाँदाखेरि मैले यहाँको वातावरण देख्दा यसो हेर्दा कहीँ पनि चर्चहरू पनि देखिनँ त्यति अनि अब यहाँको लोकल दाजुभाइहरूले कुलुलु गरेर कराएको उनीहरूको पाठ पूजाहरू धर्मकर्म गरेको देख्दाखेरि चाहिँ अनि मलाई लाग्यो कि यो ठाउँमा चाहिँ आज प्रभुको सेवकाई गर्नुपर्ने रहेछ आज उहाँ भनेको त सोलिड सबै नोटिसमा नागा कोखीहरू छन् क्रिस्चियनहरू छन् नेपालीहरू भनेको त प्राय कम्ती मात्रामा छन् आज त्यो ठाउँमा त धेरै नै मैले जो गर्नुपर्ने थियो गरिसक्दै लग्यो अनि मैले प्रतिज्ञा गरे अनुसार मैले कमिटमेन्ट गरेको अनुसार चाहिँ मैले सुसमाचार चाहिँ धेरै नै मैले त्यहाँ पुग्यो हो अनि त्यसले गर्दाखेरि अब यहाँ आउनुपर्ने रहेछ भनेर मैले यहाँ भएपछि मैले घरमा गएर मेरो परिवारसँग भन्न थालेँ अब म चाहिँ सेवकाई चाहिँ यहाँ गर्दिनँ यत्रो दिन पास्टरी सेवकाई गरेँ आज 12-14 वर्ष एभान्जलिस्ट र पास्टरै गरेको पनि 26-27 यत्रो 22-23 वर्ष भइसकिगयो होइन त्यो बिचमा त्यत्रो भयो भनेदेखि अब म
चाहिँ अर्को ठाउँमा जान्छु भनेर मैले यो कुरोहरू गर्न थालेपछि अनि नानीहरूले नजानु बाबा किन पास्टरी सेवाकाई गरिराख्नु भएछ होइन म जाने अब म भनेर मैले भन्न थालेँ अनि भनेपछि अब तपाईँको इच्छा हो तपाईँको विचार हो भनेपछि मैले 14मा मैले हाम्रो उहाँको नोटिसको अनुसार मैले रेजिग्नेसन मागेँ मैले मेरो पेपर ड्रप गरेँ मैले एप्लिकेसन दिएँ चर्चलाई दिएपछि त्यो कुरो एक्सेप्ट गरेका थिएनन् अनि हाफ इयरलीमा मिटिङ गर्दाखेरि त्यसो भए अब जाने नै हो पास्टर भयो भनेदेखि अब पास्टरहरूको नयाँ खोजुन्जेललाई भने अनि त्यसो गर्दा गरेर हाफ इयरलीमा त्यो कुरोलाई पास गरेर इयरलीमा चाहिँ उहाँहरूले पास्टरहरूको नयाँ ल्याउने पास भयो मण्डलीले बोर्डले अनि पास गरेपछि चाहिँ अनि म के गरेँ भने 15 लागेको छैन 14मै यो पास भएपछि मलाई 15 जनवरीमा मलाई फेयरवेल दिने पास भयो अनि इन्कमिङ पास्टरलाई एकजना पास्टर हुनुहुन्थ्यो उहाँको नाम चाहिँ होइन एक्जेक्ट उहाँको एकजना भट्टराई हुनुहुन्थ्यो अनि त्यो पास्टरलाई त्यहाँ इन्कममा उहाँ आउनु पर्ने भयो अनि म चाहिँ आउटगोइङ पास्टर भएँ मलाई फेयरवेल दिने उहाँलाई इन्स्टलेसन गर्ने प्रोग्रामहरू यिनीहरू यस्तो भएको कारणले अनि मिलायौँ प्रोग्राम र मलाई जनवरीमा मलाई फेयरवेल दिए अनि फेब्रुअरी भयो फेब्रुअरीमा त्यतिकै भयो र फेब्रुअरी मार्चमा म उहाँबाट यहाँ निस्केँ 15 को मार्चमा हजुर 15 को मार्चमा म यहाँ आएर चाहिँ म केही भने आउनै पर्यो छोराछोरीले बोकेँ कसैले ल्याइन म मेरो श्रीमती मलाई कसैले मिसनले पठाएको पनि होइन कसैलेसँग लिएको पनि होइन म दुईजना बुढाबुढी भएको मेरो सरसामानहरू मेरो केही जो घरको उहाँको प्रपर्टी छ टकटुकै बेच्यौँ त्यसैको 2-4 पैसा हामीसँग साथमा भयो अनि यो नानी छोरा थियो यो सानो र उसलाई साथमा लिएँ अनि लिएर मेरो श्रीमती लिएर मेरो छोरी कान्छी छोरी थिए हामी 4 जनाको परिवार उहाँबाट गाडीमा पोको उठाएर लाग्यौँ बाटो अनि कहाँ जानुपर्ने कसरी गर्ने कहाँ बस्ने के हो हामीलाई केही थिएन त्यसरी आयौँ र पानटेकीमा आएर त्यही अघि हाम्रो दाई हुनुहुन्थ्यो एकजना मेरो मित्र दाई भन्ने अन्य जाति अनि उहाँको घरमा पोकासँग बिसायौँ अनि बिसाएर त्यहाँ बस्यौँ र अनि म चाहिँ त्यहाँबाट केही दिन गुड फ्राइडे आइगएको थियो गुड फ्राइडे थियो अनि त्यो गुड फ्राइडेको बेलामा म नेपालमा धुलाबारीमा एकजना हाम्रो पहिल्यैबाट एउटा चर्च थियो त्यो चर्चमा मेरो चिनजान पास्टर हुनुहुन्थ्यो अनि उहाँकोमा गयौँ अनि उहाँ गएर बस्यौँ हऱ्यौँ अनि गुड फ्राइडे चाहिँ त्यहाँ मतलब सेवाकाई गरियो मनाइयो अनि त्यति गरेर अनि आएर घर खोजियो घर खोज्दाखेरि पनि धेरै कठिन पर्यो घर पाइएन अनि सोध्थेँ घर त थियो अनि तपाईँ दाइ के काम गर्नुहुन्छ भन्थेँ अनि मैले यही भन्थेँ म त के गर्ने र म चाहिँ प्रभुको सेवाकाई गर्ने हो भनेपछि क्रिस्चियन हो भन्दै क्रिस्चियन हो भनेपछि हुन्छ नि भन्दै नाम गर्थेँ अनि भरे फोन गरौँ न भनेपछि भनेपछि चाहिँ घर त भएन भनिदिन्थे हो अनि अब उनीहरूले सोचेको अनुसारले चाहिँ सर्भिस नोकरी कहीँ होइन फौजीहरू पेन्सनरहरू होला भनेर सोचेको थियो होला अब त्यो कुरो थिएन प्रभुको सेवाकाई गर्ने भनेपछि त्यसरी घर पनि पाएन त्यत्तिकै धेरै दिनसम्म म यहाँ एउटा धेरै दिन भट्केर एकदमै घर खोज्नमा लागिरहेँ केही दिनसम्म अनि त्यहाँदेखि कसो गर्दै यो दुधगेट भन्ने ठाउँमा एकजना कुनु पौडेल भन्ने हुनुहुँदो रहेछ उहाँको घर छ भनेर एकजना सर घतानी सर भन्ने हुनुहुन्थ्यो उहाँले बताइदिनु भयो अनि उहाँ गएर त्यो घर गएर सोधेको एउटा कोठा दिनुभयो किचन छैन भन्नु अब के गरेर कहाँ गर्ने त भन्दाखेरि त्यसो भए हामीसँगै एउटै किचनमा ओरतिर परतिर पकाएर खानुपर्छ टेबल लाएर भने हुन्छ भने त्यही एउटा पूजा रुम दिनुभयो अनि त्यो एउटा किचनमा हामी दुईपट्टि पकाएर खाएर म 1 वर्ष बस्यौँ मेरो परिवार म त्यही रुममा 1 साल गर्मी ठाउँमा ठन्डा ठाउँमा बसेको मान्छे अनि गर्मी ठाउँमा आइएको छ अनि के मार्च अप्रिलमा भइसक्यो गर्मी बढिरहेको छ त्यही सालमा भुइँचालो पनि गएको होइन यति सङ्कष्ट भयो नानीहरूले भन्छन् बाबा हामीहरूलाई यस्तो ठाउँमा ल्याउनु भयो अब मरिन्छ होला हामी मर्छौँ होला मर्ने ठाउँमा आइएछ क्या हो होइन भुइँचालोले हल्लाएको छ सबै एकदम निराश भइरहेका थियौँ अनि र पनि हामी प्रभुमा भरोसा राख्दै प्रार्थना गर्दै गयौँ प्रार्थना गऱ्यौँ त्यो सालभरि प्रार्थना गऱ्यौँ अनि प्रार्थना गरेपछि अर्को न साल जब 2000 जब 16 लाग्यो अनि 16 लागेर त्यो घर छोडेर म अर्को ठाउँमा म डाङ्गी भन्ने ठाउँमा म गएँ अनि त्यहाँ गएर प्रार्थना गर्दै गर्दा अचम्म रीतिले परमेश्वरले
अनि काम गर्न थाल्नुभयो हाम्रो त्यसपछि अनि तपाईँ यो जग्गामा जग्गा लिनुभयो जग्गा चाहिँ जग्गा त्यतिखेरसम्म पनि यो जग्गा लिएको थिएन पछि लिनुभयो पछि लियो अनि त्यहाँदेखि भाडामा बसेर प्रभुको सुसमाचार तर अब कसरी गर्ने भन्ने कुरो पनि सुसमाचारको काम गर्न आइएको छ तर अब यहाँको वातावरण थाहा छैन एकमा भाषा जान्दिनँ थिएँ म होइन मलाई धेरै कठिन परिरहेको थियो अनि मलाई समस्या थियो किन भन्दाखेरि म अब कसरी काम गर्नु हो भन्ने कुरो यस्तो भइरहेको थियो अनि त्यहाँ गएपछि परमेश्वरले अचम्म रीतिले यसरी काम गर्नुभयो अहिले चाहिँ यहाँनिर मैले कुरा हजुरलाई बिचमा राखिहालेँ अहिले यहाँ सङ्गति गर्दाखेरि यहाँनिरै यो चर्च बनाएर सङ्गति सुरुवात गर्नुभएको कति साल भयो यो सङ्गति गरेको चाहिँ 2018मा चाहिँ यहाँ सुरुवात गरेर यहाँको उद्घाटन 18बाट सुरुवात अहिले यहाँ विश्वासीहरू कति जति विश्वासीहरू चाहिँ अहिले चाहिँ हामी 11-12 घर जस्तो छौँ 11-12 घर 30-35 जना जस्तो 35 जना चाहिँ छौँ सङ्गति हुनुहुन्छ ओके यो कुराहरू हुँदै गर्दाखेरि हाम्रो समयले अलिकति नेटवर्क काटिसकेको छ हामी अन्त पनि जानुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई हेरिरहनु भने हाम्रो दर्शकहरूलाई हजुरको भित्र मनमा लागेको कुरा छोटो रूपमा केही भन्नु छ भने अच्छा मैले छोटो रूपमा चाहिँ मैले भन्न चाहेको कुरो चाहिँ यो छ कि विशेष चाहिँ अब परमेश्वरले मलाई उहाँको राज्यको काम गर्नलाई मलाई ब्लड भएको व्यक्ति भएँ म मलाई यो एकदमै मेरो दिमागमा मेरो मनमा मेरो मानसिकमा पसिसकेको कुरो छ अनि मेरो यही छ म अन्तिम मर्ने दम तक पनि परमेश्वरको सेवकाई गर्ने र उहाँले अझै पनि यो ठाउँबाट मलाई उहाँको ब्लड भयो भने भोलि म यो ठाउँ पनि छोडेर म अर्को ठाउँमा गएर पनि जान सक्छु म कि म यहाँ पास्टर भएँ म यहीँ बसिरहनुपर्छ भन्ने मेरो दर्शन होइन चाहिँ चर्च प्लान्टिङ पनि होइन मेरो भन्नाले सुसमाचार चाहिँ मेरो एकदमै ठुलो कुरो हो सुसमाचार अहिले पनि म जहाँ जस्तो कन्डिसन परे पनि म सुसमाचार भन्ने कुरो चाहिँ मेरो लागि एकदमै उत्तम कुरो लाग्छ मलाई चाहिँ किनभने जसरी प्रभुले भन्नुभयो जाओ गएर मेरो सुसमाचार प्रचार गर भनेको चाहिँ त्यो महान आज्ञालाई चाहिँ मेरो जीवनभरि नै मैले पुरा गर्नुपर्छ भन्ने मेरो यो लाग्छ एकदम नै हाम्रो यो छोटो भेटघाट अनि यो भलाकुसारीको लागि हजुरलाई धेरै धन्यवाद यो महत्त्वपूर्ण समयको लागि हजुरलाई धेरै धन्यवाद दिन चाहन्छौँ अहिले हामी छुट्नेछौँ दर्शकबिन आजको हाम्रो यो छोटो भलाकुसारी हजुरलाई कस्तो लाग्यो पास्टर पिटरको गवाईहरू हामीले सुनिसकेका छौँ हजुरलाई जस्तो लाग्छ त्यस्तै तल कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सनु होला भन्दै यो कार्यक्रमबाट म ओझेल हुन चाहन्छु जय मसी नमस्कार